के तपाईँलाई थाहा छ हामीले गर्ने 99% चिन्ता कहिले पनि हुँदैन र त्यही चिन्ताले हाम्रो जीवनको रातको निन्द्रा, दिनको शान्ति र जीवनको खुसी नै खुसी दिन्छ। धेरै जसो तपाईँ पनि राति सुत्न जाँदा दिमागमा हजारौं सोचहरू घुमिरहेको अनुभव गर्नुहुन्छ। भोलिको चिन्ता, भविष्यको डर र पछि आइपर्ने समस्याहरू। यो बारेमा एकछिन सोच्नुहोस्। तपाईँले अहिलेसम्म जुन जुन कुराको चिन्ता गर्नुभयो सायद धेरै जसो कहिले पनि भएन। त्यसैले आज हामी सिक्नेछौँ कसरी चिन्ता गर्न छोड्ने र जीवन जिउन सुरु गर्ने। रुल 1, आजको दिनमा मात्र बाँच्न सिक्नुहोस्। डेल कार्नेगी भन्छन्, चिन्ताले भोलिको समस्या समाधान गर्दैन, यसले आजको शान्ति मात्र नष्ट गर्छ। त्यसैले हामी हिजोको गल्ती र भोलिको चिन्तामा बाँच्नु हुँदैन, किनकि हिजो त बितिसक्यो, भोलि अझै आएको छैन। हामीसँग वास्तवमै भएको समय भनेको आजको दिन मात्र हो। जब तपाईँ आजमा ध्यान दिन थाल्नुहुन्छ त्यसपछि चिन्ताले तपाईँलाई सताउन कम गर्छ। रुल 2, आफूलाई व्यस्त राख्नुहोस्। धेरै चिन्ता हुने एउटा कारण हो खाली दिमाग। भनिन्छ खाली दिमाग शैतानको घर। जब हामी खाली बस्छौँ हाम्रो दिमागले समस्याहरूलाई बारम्बार घुमाइरहन्छ। तर जब हामी काममा, सिप सिक्नमा वा अरूलाई सहयोग गर्नमा व्यस्त हुन्छौँ त्यसपछि हाम्रो दिमागसँग अनावश्यक चिन्ताको लागि समय नै हुँदैन। डेल कार्नेगी भन्छन्, भोलिको तयारी गर्ने सबैभन्दा राम्रो तरिका भनेको आजको कामलाई पूर्ण ध्यान र उत्साहका साथ गर्नु हो। त्यसैले भविष्यको चिन्ता गर्नुको सट्टा आजको कामलाई उत्कृष्ट बनाउनुहोस्। रुल 3, अरूको आलोचनाले आफूलाई कमजोर नबनाउनुहोस्। धेरै मानिसहरू अरूले के भन्छन् भनेर पनि चिन्तित हुन्छन्। तर एउटा कुरा याद राख्नुहोस्, मरेको कुकुरलाई कसैले लात हान्दैन। यसको मतलब जब मानिसहरूले तपाईँलाई आलोचना गर्छन् त्यसको अर्थ तपाईँ केही महत्त्वपूर्ण काम गर्दै हुनुहुन्छ। इतिहासका महान व्यक्ति जस्तै अब्राहम लिङ्कनलाई पनि धेरैले आलोचना गरेका थिए। त्यसैले आलोचनाबाट सिक्नुपर्ने कुरा भए सिक्नुहोस्, नत्र त्यसलाई छोडिदिनुहोस्। साँचो कुरा के हो भने जीवनमा समस्या कहिले समाप्त हुँदैन, तर चिन्ता समाप्त हुन सक्छ। र जुन दिन तपाईँले अनावश्यक चिन्ता गर्न छोड्नुहुन्छ त्यही दिनबाट तपाईँले साँच्चीकै जीवन जिउन सुरु गर्नुहुन्छ। रुल 4, आफ्नो आशीर्वादहरू गर्न सिक्नुहोस्। मानिसको एउटा बानी के हुन्छ भने हामीसँग जे छ त्यसलाई हामी बिर्सन्छौँ, तर जे छैन त्यसको बारेमा मात्र सोचिरहन्छौँ। त्यसैले हामी धेरै जसो समय चिन्तित र असन्तुष्ट हुन्छौँ। डेल कार्नेगी भन्छन्, यदि तपाईँ चिन्ता कम गर्न चाहनुहुन्छ भने दिनको केही समय निकालेर सोच्नुहोस् तपाईँको जीवनमा के राम्रो कुरा छन्। सायद तपाईँ स्वस्थ हुनुहुन्छ, तपाईको परिवार छ, तपाईको सिक्ने अवसर पाउनु भएको छ, तपाईको जीवनमा अझै धेरै सम्भावनाहरू छन्। जब तपाईँ आफ्नो जीवनका राम्रो कुराहरू देख्न थाल्नुहुन्छ त्यसपछि तपाईको ध्यान समस्याबाट हटेर खुसीतर्फ जान थाल्छ। र सत्य कुरा के हो भने खुसी मनमा चिन्ता लामो समय टिक्न सक्दैन। धन्यवाद।